हाम्रो सदानन्द, हामी बनाउँछौँ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जैरू। सदानन्द नगरपालिकाको विकास, योजना, गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द, हामी बनाउँछौँ राम्रो सदानन्द कार्यक्रमको तेस्रो श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्दछौँ। सदानन्द नगरपालिका सङ्घको सहकार्यमा रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ज तथा BNG मल्टिमिडियाद्वारा सञ्चालित जनगुनासो युट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द, हामी बनाउँछौँ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 को रातो किताबमा समावेश भएका योजना, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको तेस्रो श्रृङ्खलामा यस आर्थिक वर्षमा सम्पन्न भएका भौतिक पूर्वाधार सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौँ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्त्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौँ कार्यक्रमको मुख्य प्रस्तुतितर्फ। सदानन्द नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भ्याटसहित करिब 6 करोड 76 लाख रुपियाँ लागतमा निर्माण गरिएको यो भवन नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिक मैत्री बनाउन महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। यो भवन निर्माणको जिम्मा प्रदेश ह्याङ्ला जेबी निर्माण सेवा कम्पनीले ठेक्का प्रक्रिया मार्फत प्राप्त गरेको थियो। 2080 सालमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको थियो भने यसै असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ। भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाबाट प्रवाह हुने प्रशासनिक सेवा एउटै स्थानबाट सञ्चालन गर्न सहज हुने भएको छ। नगरपालिकाको दीर्घकालीन विकास लक्ष्य अनुसार निर्माण गरिएको यस भवनले स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक र सुविधा सम्पन्न सेवा केन्द्रका रूपमा काम गर्ने विश्वास दिइएको छ। अहिलेसम्म चाहिँ अब सेक्टर वाइज काम त भइरहेछ। जस्तो भवनतर्फ प्रशासनिक भवन लगभग अन्तिम चरणमा छ हाम्रो, होइन। प्रशासनिक भवन त हाम्रो अहिले यो अलिक समस्या छ यहाँ भइरहेको, होइन। अब त्यसमा चाहिँ एउटै भवनबाट सबै शाखाहरू सञ्चालन गरेर सेवा दिने हो। त्यसपछि सभाहरू कम्प्लिटै भइसक्यो। त्यसपछि अरू वडाको भवनहरू पनि क्रमशः बन्दैछन्। अनि अब सडकतिर चाहिँ जस्तो हाम्रो यो दिङ्ला सतीघाट अन्तर्गत 5 किलोमिटर कम्प्लिटै भइसक्यो। अब यो वर्ष पनि सम्पूरक कोषमा बजेट आएको छ, अब अर्को वर्ष थप हुन्छ। त्यसपछि अरू भनेको खानेपानी अन्तर्गत चाहिँ बृहत यो लम्बुखोला खानेपानी आयोजना छ। त्यो चाहिँ अहिले सञ्चालनमा छ, क्रमगत रूपमै भइरहेको छ। लगभग 500 अघिल्लो 500 700-800 घरधुरीमा चाहिँ एक घर एक धाराको काम भइरहेको छ मेन। अनि अरू जम्मा हाम्रो ट्याङ्कीहरू निर्माण भइरहेछन्। अनि सिँचाइतर्फ अब वडा नगरको छँदैछ, प्लस यो हाम्रो स्विस सरकारसँग भएको जुन साना सिँचाइ योजना छ त्यसले चाहिँ वर्षेनी 3-4 योजनाहरू चाहिँ चलिरहेछ। सदानन्द नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न हुनु स्थानीय सरकारको पूर्वाधार विकासतर्फको अर्को महत्त्वपूर्ण उपलब्धि हो। यसले नगरपालिकाको भौतिक पूर्वाधार विकासलाई थप पूर्णता प्रदान गर्नेछ। यता सदानन्द नगरपालिकाका विभिन्न वडाका नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित लमुखोला खानेपानी आयोजनाले स्थानीय बासिन्दालाई उल्लेखनीय राहत पुर्याएको छ। आर्थिक वर्ष 2078-79 मा सम्झौता भए निर्माण कार्य सुरु गरिएको यस आयोजनाको काम हाल पनि निरन्तर अगाडि बढिरहेको छ। यसको सकिने लक्ष्य चाहिँ खासै चाहिँ सुनिश्चित बजेट भएको भए 5 वर्षको डिपिआर कार्यक्रम हो। अब यसको 2299 घर 96 घर दुई सङ्ख्या हो। अहिले हालसम्मको अहिले काम हुँदै गरेको 700 घरमा हुँदै गरेकोमा 665 घर जोडिएको छ। बाँकी काम हुँदैछ र कतिपयमा पानी झरेको छैन, त्यो झार्ने काममा छौँ हामी व्यस्त अहिले।
र यो असार मसान्तभित्रमा त्यो काम पुरा गरेर र पछिल्लो लटको काम सुरु गर्ने भन्ने छ। ठेकेदारले अहिले ट्याङ्कीहरू बनाउँदैछ। ठेकेदार अरू सबै ठुल्ठुलो काम ठेकेदारको, हामीलाई मात्रै भनेको जडान धारा जड्ने मात्रै काम हो, जोड्ने मात्रै। हालसम्म यस आयोजना मार्फत 760 घरधुरीमा खानेपानीको पहुँच विस्तार गरिएको छ। नेपाल सरकारको सशर्त अनुदान तथा प्रदेश सरकारको समपूरक बजेटको सहयोगमा ठेक्का र उपभोक्ता समिति दुवै माध्यमबाट आयोजनाका विभिन्न संरचना निर्माण भइरहेका छन्। यो आयोजना सम्पन्न भएपछि सडानन्द नगरपालिका वडा नम्बर 4, 5, 6, 7, 8 र 9 नम्बरका नागरिकहरूले सहज, सुरक्षित र नियमित खानेपानी सेवा प्राप्त गर्नेछन्। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीका लागि यो आयोजना आशाको केन्द्र बनेको छ। यो त धेरै नै भएको छ हजुर। पहिला चाहिँ अब आजभन्दा 2-3 महिना अगाडि चाहिँ यहाँ यो हाम्रो यो गढी गाउँ 7 नम्बर पर्छ, यो हाम्रो टुडीखेल गाउँमा यहाँ चाहिँ धेरै नै दुःख थियो पानीको। अब यहाँ पोल चाहिँ साँच्चै भन्नु भने मान्छेले यो चैत वैशाखमा चाहिँ पिउने पानीकै धौधौ पर्थ्यो क्या यहाँ। अहिले चाहिँ अब जबसम्म यो लम्बु खोलाको पानी धाराहरू फिट गरियो त्यहाँदेखि चाहिँ अहिले जबसम्म लाग्छ 70-80% चाहिँ एकदम सहज भइरहेछ। यो चाहिँ धारामा डोकोमै नै गाग्री बोकेर ल्याउनु पर्ने अवस्था थियो। अहिले चाहिँ जे होस् 1-2 महिना भयो राम्रै छ। यो चाहिँ बिहान 7 बजे छोड्ने गरेको छ 1 घन्टा, अनि बेलुका 1 घन्टा छोड्ने गरेको छ। 1-1 घन्टा, दिनमा 2 घन्टा आउँदाखेरि जे सहज छ पानीको अहिले चाहिँ। हजुर वालछेले छ, अहिले त प्रशस्ति छ नुहाइधुवाइ गर्न, गाई बस्तु बाख्रा जे त्यसरी डोको बोकेर कुदिरहनु पर्दैन। खानेपानी जस्तो आधारभूत आवश्यकताको सुनिश्चितताले नागरिकको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ। लमुखोला खानेपानी आयोजना सडानन्द नगरपालिकाको समृद्धि र नागरिकको सुखद जीवनतर्फको महत्त्वपूर्ण कदम हो। स्थानीय तहमा विभिन्न सभा, सम्मेलन, तालिम, अन्तर्क्रिया तथा सार्वजनिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सडानन्द नगरपालिकाको सुविधा सम्पन्न सभा हल निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष 2079-80 मा सम्झौता भई ठेक्का प्रक्रिया मार्फत आर्थिक वर्ष 2081-82 मा निर्माण कार्य सम्पन्न गरिएको हो। करिब 3 करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस सभा हलले नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा प्रशासनिक कार्यक्रम सञ्चालनका लागि उपयुक्त वातावरण प्रदान गर्नेछ। यस सभा हल निर्माणसँगै अब ठूला सभा, गोष्ठी, सेमिनार, प्रशिक्षण तथा सार्वजनिक कार्यक्रमहरू आफ्नै सुविधा सम्पन्न भवनमा आयोजना गर्न सहज हुने भएको छ। यसले नगरपालिकाको प्रशासनिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। अब सभाहरूमा चाहिँ अब अलिकति ठुलो कार्यक्रमहरू जस्तो सरकारी त गैर सरकारी जसले गरे पनि त्यो चाहिँ अब 600 जना चाहिँ मान्छेहरू अट्ने गरेको सभा हुन्छ। त्यसबाट पनि कहिलेकाहीँ कार्यक्रमहरू भइरहेछ हुन्छ। सुविधा सम्पन्न सभा हल निर्माण हुनु सडानन्द नगरपालिकाको पूर्वाधार विकासतर्फको अर्को महत्त्वपूर्ण उपलब्धि हो। यसले नगरवासीलाई गुणस्तरीय सेवा र सुविधाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने लक्ष्यसहित सडानन्द नगरपालिकाले विभिन्न वडाहरूमा साना सिँचाइ आयोजनाहरू सञ्चालन गर्दै आएको छ। खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याई कृषि उत्पादन बढाउने उद्देश्यले यी आयोजनाहरू निर्माण गरिएका हुन्। नगरपालिकाले प्रत्येक वर्ष 4 वटा साना सिँचाइ आयोजना निर्माण तथा सम्पन्न गर्दै आएको छ। हालसम्म 15 वटा सिँचाइ आयोजना पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने 4 वटा आयोजनाको निर्माण कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ। यी आयोजनाहरू सञ्चालनमा आएपछि कृषकहरूले सहज रूपमा सिँचाइ सुविधा प्राप्त गर्नेछन्, जसले खेतीपातीमा निर्भर किसानहरूको उत्पादन वृद्धि, आम्दानी अभिवृद्धि तथा कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ। 47 घरधुरी लाभान्वित छ। त्यसको लागि चाहिँ अब खेती गर्न ओर्न, अब खेतमा गहुँ तोरी लाउन, पानीको लागि चाहिँ अब कृषकहरूलाई चाहिँ धेरै सुविधा भएको देखिन्छ। समस्या भनेको चाहिँ अब हामीले अब त्यत्रो खर्च गरेर कुलो बनाइराखेको छ होइन, बनाउँदै नि एक ठाउँमा चाहिँ अब हाम्रो पाइप लाउँदाखेरि पनि नअडिराखेको देखेकोले त्यसलाई चाहिँ अब कसरी हुन्छ, के गरेर हुन्छ, अलिक ठुलो बजेट पारेर त्यसलाई चाहिँ अलिक व्यवस्थित तरिकाले गरेर त्यो ठाउँलाई चाहिँ पक्का बनाउँदाखेरि 47 घरधुरी कृषकहरू चाहिँ अलि लाभान्वित हुन्छ कि भन्ने आश चाहिँ हाम्रो एउटा सानो आश त्यसमा छ।
सिँचाइ सुविधा विस्तारसँगै बाँझो जमिनको उपयोग बढ्नुका साथै कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न पनि टेवा पुगेको छ। कृषि विकास मार्फत समृद्ध सडानन्द निर्माण गर्ने अभियानमा यी साना सिँचाइ आयोजनाहरू महत्त्वपूर्ण आधार बनेका छन्। पालिकाको केन्द्र दिङलामा 15 शैय्याको नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन्। अस्पताल उद्घाटनसँगै नगरवासीले आफ्नै क्षेत्रमा विस्तारित स्वास्थ्य सेवा पाउने भएका छन्। यसअघि यस क्षेत्रका नागरिकहरू उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मूलपानीमा निर्भर रहँदै आएका थिए। जटिल तथा विशेषज्ञ उपचारका लागि भोजपुर, सङ्खुवा सभा तथा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो। अब नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। भर्खर सञ्चालन हुँदै नै छ होइन, रात दिला भन्ने आशै छ। भरसक अब धेरै नै राम्रो हो। सबै जनता मिलेर यसलाई चाहिँ नै सेवा सुविधा सबै जनताको लागि पुगोस् भन्ने धारणै हो होइन। अब टाढो टाढो जानु परिरहेछ, खानबारी, विराटनगर, धरान, काठमाडौँ। अब गरिब जनताले अब धेरैवटा बिमारको यहाँ कुरो आयो होइन, 50-60वटै बिमारको चाहिँ कुरो आयो। त्यति बिमारको चाहिँ उपचार यहाँ भयो भने त धेरै राम्रो हुन्छ। सबभन्दा दुखी गरिब होइन, त्यस्ता मान्छेलाई चाहिँ सुविधा दिनुपर्छ। अलिक टाढो कुना काप्चा बस्ने मान्छेहरू अहिले पनि अस्पताल चाहिँ नि आउनलाई कोही त गाह्रो मानिरहेको छ नि त, घरमै मर्ने हुन्छन्, दबाई खान्न भन्ने हुन्छन्। त्यस्ता मान्छेलाई ल्याएर उपचार गर्न पाइयोस्, त्यही सुविधा देख्न पाइयोस्, राम्रो यसै। अस्पतालबाट ओपिडी, आइपिडी, 24 घण्टा आपतकालीन सेवा, एक्सरे, इसिजी, 51 प्रकारका निःशुल्क औषधि तथा सामान्य 10वटा सम्मका शल्यक्रिया सेवा उपलब्ध गराइने जनाइएको छ। अस्पतालले नगरवासीसँगै भोजपुरको उत्तरी क्षेत्र र साल्पा सिलेचो गाउँपालिकाका बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छ। यहाँबाट अस्पताल भनिसकेपछि हामीले तपाईँलाई यहीँबाट सम्पूर्ण सेवाहरू बिरामी र मान्छे बिरामी भएपछि आएपछि तलदेखि माथिसम्म उहाँलाई जे सेवा चाहिन्छ सबै सेवालाई हामी यहीँ इन्कर्पोरेट गरेर अगाडि बढ्ने प्रयासमा छौँ। र अहिलेलाई आज हामी उद्घाटन गरिसकेपछि एउटा अस्पतालमा चाहिने 90% जति सेवा हामी यहीँबाट दिन गइरहेका भन्ने कुरालाई यहीँ हामी घोषणा पनि गर्न चाहन्छौँ। र हामीले दिने सेवाहरू चाहिँ बाहिर सेवा जुनलाई ओपिडी भन्छन्, हजुरले ओपिडी भनेर सुन्नुहुन्छ। अर्को चाहिँ भित्रायन सेवा, बिरामीलाई भर्ना गरेर राख्नु पर्यो भने आइपिडी सेवा दिन गइरहेका छौँ। त्यसपछि हाम्रो इमर्जेन्सी 24 घण्टा इमर्जेन्सी सेवा रहनेछ भने त्यसपछि हामीले यहाँबाट आँखाको उपचार तपाईँहरूले पहिलेबाटै नै पाइराख्नु भएको छ र त्यसलाई हामी नियन्त्रण नै गरिरहेका छौँ। त्यसपछि हामी यहाँ डिजिटल एक्सरे सेवा, जसको लागि तपाईँले सामान्य कुराहरूको लागि जुन तल झर्नु पर्थ्यो त्यो सेवा पनि हामी यही सुरु गरिरहेका छौँ। डेलिभरी सेवा यहीँबाट हामी सुरु गरिरहेका छौँ। त्यसपछि भिडियो एक्सरे सेवा पनि यहीँबाट हामी दिन गइरहेका छौँ। इसिजी मुटुको जाँच गर्नलाई पनि हामी यहीँबाट सेवा सुरु गरिरहेका छौँ। औषधिको सेवा हामी सुरु गरिरहेका छौँ। यसका साथसाथै हामी प्रयोगशाला, हाम्रो अति आधुनिक प्रयोगशाला नै यही छन् र लगभग हामी यहाँबाट हाराहारी 80देखि 100वटा टेस्ट यहीँ गर्न गइरहेका छौँ भन्ने। झण्डै 2 दशकदेखिको स्थानीयवासीको अपेक्षा पूरा गर्दै सञ्चालनमा आएको नगर अस्पतालले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय थपेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकको जीवनस्तर सुधारमा अस्पताल महत्त्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ। सडानन्द नगरपालिका वडा नम्बर 8 को मुख्य सहयोग तथा सडानन्द नगरपालिकाको आर्थिक सहयोगमा 2083 जेठ 24 गतेदेखि 26 गतेसम्म चौथो अन्तरवाडा स्तरीय कमेरे पानी 21 वर्ष मुनिका पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। वाडा खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न पालिका तथा वाडाका उत्कृष्ट टोलीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलहरूबीच भोजपुर नगरपालिका वडा नम्बर 2 हेलौँचा प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने
सडानन्द नगरपालिका वडा नम्बर 13 बोया दोस्रो स्थानमा सीमित बनेको थियो। त्यसै गरी खाँदबारी नगरपालिका वडा नम्बर 9 तुमलिङटार र सडानन्द नगरपालिका वडा नम्बर 12 टारी सेमी फाइनलिस्ट बनेका थिए। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद मार्फत आपसी सद्भाव र भाइचाराको भावना समेत विकास गरेको छ। प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले खेलकुद क्षेत्रको विकासका लागि सडानन्दले आफ्नो क्षमता अनुसार बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो। उहाँले खेलकुदलाई अनुशासन, स्वास्थ्य र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्न पालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा स्वस्थ समाज निर्माणमा यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। सङ्घ सरकार र सडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालित साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम जेठ 24 गतेदेखि सुरु भई 26 गते सम्पन्न भएको हो। सडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा सहभागीहरूले साबुन उत्पादन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। तालिमबाट प्राप्त सिपले घरेलु तथा साना उद्योग सञ्चालन गरी आय आर्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। तालिममा सहभागीहरूले यस्ता सिपमूलक कार्यक्रमले स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका सम्भावना बढाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। यो साबुन सरफ बनाउनलाई नगरपालिकाले गरेको आयोजना होइन मा चाहिँ अब फाइदा चाहिँ अब गर्न सक्दाखेरि फाइदै हुने हो। आफूले अब बाहिर किन्न पनि नपर्ने, हामीले आफै उत्पादन गरेर चाहिँ चलाउन सकिने रहेछ होइन। सस्ताबाटै उपलब्ध गराउने भनेको छ। साबुन सरफको यो कच्चा पदार्थहरू चाहिँ उपलब्ध गराउने भनेको छ। यो गर्दाखेरि चाहिँ एकदम उत्कृष्ट लाग्यो हामीलाई चाहिँ। दैनिक उपभोगको लागि आफैलाई चाहिँ यो निकै नै उत्कृष्ट हो। यो नगरपालिकाले आयोजना गरेको यो तालिम चाहिँ एकदम राम्रो लागिरहेछ हामीलाई। सिप, श्रम र सृजनशीलतालाई उत्पादनसँग जोड्ने यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै आत्मनिर्भर बन्न र समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सडानन्द नगरपालिकाको आयोजनामा एकल महिलाहरूका लागि सञ्चालन गरिएको 5 दिने बुके फुल बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ 26 गतेदेखि सुरु भएको उक्त तालिम 30 गते सम्पन्न भएको हो। एकल महिलाहरूलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा उनीहरूको आय आर्जन र जीविकोपार्जनमा सहजता पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो। तालिममा सहभागीहरूले विभिन्न प्रकारका आकर्षक बुके फुल निर्माण गर्ने व्यावहारिक सिप हासिल गरेका छन्। कार्यक्रममा बोल्दै सडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राईले एकल महिलाहरूको आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सिपमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सिपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो। अलिकति थोरै तपाईँलाई म अगाडि लान चाहन्छु यो विषयमा चाहिँ। योभन्दा अगाडि हामी निर्वाचित भएर आइसकेपछि म त अब धेरै कार्यक्रमहरूमा प्राय मेरो कामै फिल्डहरूमा गाउँमा हिँड्ने हुन्छ। त्यसो हुँदै गर्दाखेरि धेरै महिला दिदीबहिनीहरूले तालिम लिइरहनु भयो, कतिले लिनुभएकोले लिनुभएको र नपाउनु हुनेले चाहिँ हामीले पाएनौँ भन्ने खालको उहाँहरूको एक खालको गुनासो भनौँ, लिन पाए हुन्थ्यो भन्ने खालको उहाँहरूको इच्छा थियो। त्यो मध्ये यसो सरसर्ती हेर्ने हो भने तथ्याङ्कगत हिसाबले एकल महिलाहरूको नम्बर अलिकति बेसी थियो क्या। अनि त्यो चाहिँ किन पनि लाग्यो भने जस्तै एकल महिलाहरू चाहिँ अब उहाँहरूलाई सबै कुराले जब एकल बन्नुहुन्छ तब उहाँहरूलाई व्यावहारिक कुराले धेरै प्रेसर हुन्छ। व्यावहारिक कुराहरूमा उहाँहरूले बढी समय दिनुपर्ने हुन्छ। परिवारको सबै जिम्मेवारी उहाँहरूको काँधमा आउँछ। त्यसो भएकोले उहाँहरूले सजिलो तरिकाले समय व्यवस्थापन गर्न नसक्नु भएर उहाँहरू तालिमसम्म आउन नसक्नु भएको त्यो चाहिँ मैले महसुस गरेँ। त्यो भएकोले गर्दाखेरि तालिम भन्यो सबैजना तालिममा आउनुहुन्छ, तर एकल महिलाहरूको तथ्याङ्क चाहिँ लगभग न्यून नै जस्तो, शून्य जस्तो अवस्थामा
हरेक तालिमहरूमा त्यो महसुस म आफैले पनि गरेँ र गत आर्थिक वर्षबाट मैले नै नगरपालिकामा यो खालको एउटा तालिम सञ्चालन गर्नुपर्छ ताकि लक्षित वर्ग अथवा हामीले यसको उद्देश्य यो है भन्ने जुन उद्देश्यका साथ तालिमहरू आयोजना गर्छौँ त्यो ठ्याक्कै त्यहीँसम्म पुगोस् भन्ने हिसाबले तालिम आयोजना गर्नुपर्छ भन्ने हिसाबले मैले हाम्रो नगरपालिकाको स्रोत तथा बजेट सीमा निर्धारण समितिमा पनि कुरा राखेँ। कार्यपालिकामा पनि यो छलफल भयो। त्यसपछि गरौँ भन्ने हिसाबले गत आर्थिक वर्षमा पनि हामीले सञ्चालन गऱ्यौँ। गत आर्थिक वर्षमा हामीले यो सालको पातको टपरी बनाउने मेसिनसहित प्रविधि हस्तान्तरणसहित हामीले 2वटा वडा 5 नम्बर र 6 नम्बर वडामा एउटा सानो उद्योग नै सञ्चालन गर्ने हिसाबले तालिम सञ्चालन गरिसकेका छौँ र यो आर्थिक वर्षमा हामीले यसलाई वडागत हिसाबमा गरौँ भन्ने हिसाबले पहिले त हामीले त्यो अनुसारले तयारी गरेका थियौँ तर त्यसमा कहिले ट्रेनरहरू समयमा नपाइने कहिले त्यो यहाँ पाउने वस्तुहरू त्यो समयमा उत्पादन नहुने कहिले तालिम लिने मान्छेहरू नै आकाङ्क्षा अलिकति कम त्यो वडाहरूमा भएको कारणले गर्दा यसलाई हामीले अहिले चाहिँ छिटो र एकदमै अहिलेको समयमा यो अलिकति ट्रेन्डिङमा पनि रहेको छ। अब अहिले विभिन्न आधुनिक कुराहरूको समय सँगसँगै आउँदा यसको पनि अहिले माग भएको कारणले गर्दा यो तालिम दिउँ भन्ने हिसाबले हामीले दिएका हौँ र यसको उद्देश्य र लक्ष्य एउटै मात्र हो समाजका कुनै न कुनै पक्षबाट जिम्मेवारी बढी वहन गर्नु परिरहेको र राज्य र स्थानीय तह अथवा हामी सबैको संरक्षण हौसला र साथको आवश्यकता रहेको एकल महिलाहरूलाई जीविकोपार्जनसँग जोडेर आर्थिक उपार्जनले उहाँहरूको जीवनमा केही सहजता प्रदान होस् भन्ने हिसाबले हामीले यो तालिम आयोजना गरेका हौँ जसमा यो वर्ष हामीले ह्यान्डमेड फुलको बुके बनाउने तालिम दिएका छौँ। यहाँ बुके मात्रै होइन वाल ह्याङ्गिङ फ्लावरहरू अनि गमलाको फ्लावरहरू धेरै कुराहरू चिम्टी रबर सबै उहाँहरूले बनाउन सिक्नु भएको छ। त्यो हिसाबले आज यो तालिमको समापन पनि छ। तालिममा सहभागीहरूले प्राप्त सिपले बेरोजगार भएर बस्नुपर्ने अवस्था अन्त्य गर्न तथा आफ्नै गाउँघरमा सानो व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। तालिम चाहिँ अब एकदम तालिम दिँदाखेरि चाहिँ रमाइलो भएको थियो अनि अब यो तालिम यो सिप सिकिरहँदाखेरि अब हामी जस्तो अब एकल महिला होइन केही नगरी बसेको बेरोजगारी महिलाहरूलाई चाहिँ अलिकति अब केही गरेर जीविकोपार्जन गरेर खान्छु भन्ने खालको एक किसिमको हौसला प्रेरणा भनौँ न मिलेको छ। नगरपालिकाले गरेको तालिम चाहिँ एकदमै राम्रो छ। यो तालिमले चाहिँ अलिकति सिप सिकेर केही गर्छु भन्ने एउटा हौसला प्रेरणा मिलेको छ। नगरपालिकालाई चाहिँ यो चाहिँ धेरै धेरै हार्दिक धन्यवाद भन्न चाहन्छु। महिलाहरूलाई सिप आत्मविश्वास र आर्थिक अवसरसँग जोड्ने यस्ता कार्यक्रमहरूले समावेशी विकास र आत्मनिर्भर समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अङ्कमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौँ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि बिदा हुन्छु। नमस्कार।